यात्रा साथी र म चाहिँ टक्क गाउँको यात्रा पर्वत यात्रा सँगसँगै बाटोमा चाहिँ जस्तो हुन्छ सबै भिडियोहरू देखाउनेछु है गाइज रमाइलो मात्र हेरिदिनु होला भ्लग त्यति भन्न चाहन्छु नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब अनि पुरानो हुनुहुन्छ भने सेयर गर्न नभुल्नु होला है गाइज अब चाहिँ गाडी आउनेवाला छ गाडी आएपछि चाहिँ ठ्याक्कै यात्रा सुरु है ल गाइज अब चाहिँ हामी हिँडिसक्यो है गाडी यही हो ठक्क पारामा अब चाहिँ पर्वतको यात्रा अब बाटोमा चाहिँ जति हुनेछ सब देखाउँदै जानेछु गाडी चाहिँ हाम्रो यो साङ्दी बक्सिङवाला है ल अलिक गाडीभित्र गएर भेटौँ तिनजना सिटमा चाहिँ चारजना बस्नु परेको छ दुईजना सिटमा तिनजना होला नि कस्तो ए दुईजना त्यही टक्क बुम्रेमा आइहाल्छ अब गाडी चाहिँ एकैचोटि हट्टिया पुगेर होला चिसो चिसो पानी आउँछ पर्वत लागियो पर्वतको बाटो पनि भइसकेको होइन त नि हटिया चोकमा प्रवेश गरेको है हटिया चोक टक्क बाह्रमा यस्तो अवस्था आयो कि गाइज सिट छोडेर यहाँ बस्नु पर्ने अवस्था आइसक्यो यहाँबाट के गर्नु यहाँ अब बुढोहरूलाई पनि सिट छोडिदिनै पऱ्यो त्यही भएर चाहिँ हामीलाई नि अलिक पनि छतमा आइसक्यो गाइज अब छतबाट चाहिँ नि बाटो चाहिँ नि फेरि यस्तो छ अब अफरोड अब अफरोडमा फेरि बनाउने मिल्ने बाटोसम्म त बनाउने छु अब नमिलेको खण्डमा त त्यस्तै यस अघि पनि त्यहाँ मिलेन के चारजना बस्नु पऱ्यो अनि भिडियो बनाउने कि उता बस्ने हो है अब चलाउन पनि गाह्रो पर्ला हाम्रो चाहिँ त्यहाँ नै बनाइएन त्यति त्यही हो अब यहाँ माथिको चाहिँ नि अलिअलि भए नि बनाउँछु भन्नु छ के अरे के हुन्छ है अब हिँडेपछि भेटौँ ल है अब हटियाबाट नि लागिसक्यो हामी जानु पर्ने छ माथि डाँडा यो डाँडा त कट्ने होला जहाँ यो डाँडा कटिन्छ है गाइज डाँडा काटेर यस्तो हो कि मिया टडाइस फेरि जता पनि हाइहाल्छ भइहाल्छ क्या होइन त्यतिको नै हेर्नु पऱ्यो यहाँ चाहिँ नि मिठो पारामा गाइज क्यारम बोर्ड टुर्नामेन्ट चलिरहेको है यत्रो मान्छे धेरै दर्शकहरू आमा अब हामी जानुपर्ने फेरि यताबाट भनेको त यतैबाटै जाने फेरि अब यो डाँडा काट्ने हो क्या हामी फेरि यता ठाडै हो गाई झन् त भिर खो यो कडावाला भिर छ वान्मिस भवन त सिधा हो फेरि ल है अहिले चाहिँ नि फेरि वनको यात्रा एकैछिन अब वनको हराभरा नि देखाउँदै जान्छु है भनेको त बुटा सुकेरै छ सल्लाहघारी सल्लाहघारी आई डोन्ट नो पहाड मिठो छ है अन्त आमा थाइ गएर अन्त डेन्जरै
डेन्जर ठुलो रहेछ है, हेर्दै डर लाग्ने क्या। मान्छेहरूले घाँस काट्छ, मिठो पारमा घाँस काट्नु है। अनि हामी चाहिँ अघि आएको चाहिँ नि बजार चाहिँ हो त्यही है, हटिया बजार। अघि त त्यहाँ अफरोडको कारणले देखाउन पाइएन, अहिले चाहिँ यहाँ दाउ मिलाएर फेरि देखाइदिएको फेरि हजुरहरूको लागि हो नि त, त्यस्तो सङ्घर्ष गरेर देखाइरहेको। अब हजुरहरूको हामी लाइक सब्सक्राइब गर्नु नि त। हेर्नु यहाँ चाहिँ नि मिठो पारामा डाँडा काँडा दामी देख्यो है। ल गाई चाहिँ हामी चाहिँ पूर्णको भन्ने स्कुलमा आइसक्यो है। यस्तो डेन्जर स्ट्रगल गरेर है, बाटो फेरि डेन्जरै थियो नि त। ओहो अमिलोको बुटो अब यहाँ फेरि जाने बाटो त एकदम बेजोक छ। के भन्ने हजुरहरूलाई भन्नु म तिमीलाई के तिमी यसो राम्रो छ भने जस्तो बाटो राम्रो होला परकेर छैन एकदम हेर्नु त। है सानापानी चोक भन्ने ठाउँ आइसक्यो। गाउँहरू चाहिँ नि यो पातलै रमाइलो रहेछ, भनौँ मिठो पारामा रहेछ। त्यही हो। अब हामी जानु फेरि कलम डाँडा हुँदै खोर्साङसम्म त होइन, खोर्साङदेखि माथितिर चाहिँ गाउँसम्म होला है त। अब यहाँ सानोपनदेखि कलमबाटदेखि अब खोर्साङदेखि यात्रा हुँदैछ फेरि। फेरि खोर्साङदेखि मान्छेहरू छोड्ने सामानहरू छोड्ने गएर फेरि खोर्साङदेखि जम्पुको यात्रा हुन्छ फेरि है गाइस। ल अहिले भेट्नेछौँ कलम डाँडातिर पुगेपछि। ल हामी कलम डाँडा भन्ने ठाउँ आइसक्यो। कलम डाँडाको गाउँ है, ठिकै छ। कुकुरदेखि सावधानी अरे यो चाहिँ नि राम्रो लाग्यो, एकदम राम्रो लाग्यो। यो चाहिँ सूचना दिइराख्नु पर्छ, फोन नम्बर पनि छोडिदिनु भयो चाहिँ। कलम डाँडा गाउँ हामी, यो चाहिँ खोर्साङदेखिको गाउँ हो। हामी जानुपर्ने चाहिँ यतै होला, मलाई थाहा होइन त्यति। अनि त्यो चाहिँ नि खोर्साङदेखिको स्कुल है, त्यहाँ चाहिँ नि 10सम्म पढाइ हुन्छ राम्रै तरिकाले। अब म जानु पर्दाखेरि यो डाँडा नि कटेर जाने एउटा है। ल हाम्रो यात्रा चाहिँ अझै पनि चलिरहेको त्यस्तै 2-3 घन्टा चाहिँ अझै अहिलेसम्म नि हामी गाडीमै आउँछ। त्यस्तो वालिङदेखि 3 घन्टा आउँछ गाडीको गाडी है। गाउँहरू मकैहरू चाहिँ नि मिठो हरियाली ओखोको दामी। ल गाई गाउँतिर फेरि यस्तै हो कि गाह्रो छ नि, कुवामा पानी दिने खाने पानी गाह्रो छ, गाह्रो छ। बाटो पनि गाह्रो छ फेरि। अझै चाहिँ भित्रै बसेर त आनन्द फिल भएको छ भित्रमा। मेरो घरतर्फ झरिसक्यो। अब यस्तो छ है, फेरि घरतिर झर्ने ठाउँ फेरि डेन्जर भिड छ क्या, डेन्जर भिड छ। बाटो पनि मिठो छ है, गढीदेखि तलतिर लागिसक्यो। खैकोट चाहिने सरी खैकोट चाहिने डाँडामा है। हामीसँग म चाहिँ मेरो गाउँ आइसक्यो है फाइनल्ली। त्यही हो मेरो गाउँ, सानो छोटो स्नल भिलेज भन्छ कि। मेरो घर चाहिँ नि हो यहाँ
हो यो है मेरो घर चाहिँ त्यहाँ चाहिँ अहिले म घर गएर देखाउने एउटा